हेलो हेलो सम्पूर्णमा गुड मर्निङ अनि नमस्कार। हामी आज पनि सपरिवार मर्निङ वाक निक्लिएका छौँ। ल मेरो छोरीले चाहिँ आज के भेटिन् अचम्मको चिज। ए झारपात छोडिदेऊ न। आज हाम्रो मर्निङ वाक चाहिँ लु छोरी हिँड। होइन होइन लु हिँड नि हिँड हिँड न। हो ऊ त्यो होइन 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 सिधा बाटो भन्दा पनि आज चाहिँ हामी उकालो ओह्रालो मोडमा छौँ। ल ल मेरो बुढीमा चाहिँ स्टामिना अलिक धेरै छ र ऊ चाहिँ धेरै अगाडि पुगिसक्यो। अनि बुढीको भन्दा अलिक कम स्टामिना भयो कि मेरी छोरी बिचमा छिन् र म चाहिँ सबैभन्दा लुतुरे मान्छे। ममा चाहिँ स्टामिना 0 छ, त्यही भएकोले म चाहिँ पछाडि छु है त। ल तपाईँले देख्न सक्नुहुन्छ पारी डाँडामा घामले लारी छाइसकेको छ। अब सूर्यले चाहिँ पृथ्वीमा प्रवेश गर्न आँटिसकेको छ। कुनै भागतिर त प्रवेश गरिसकेको होला। हाम्रो एरियातिर चाहिँ पृथ्वीले आफ्नो किरण छर्न आँट्दैछ र हामी लागिरहेको छौँ। आज सर्दु खोलाबाट ठ्याक्कै पुल पुग्ने हाम्रो टार्गेट छ। ल तपाईहरु देख्न सक्नुहुन्छ। बाजे सिधै मङ्गलबारै निक्लिनु होला नि त। यो बाँदरकोले चाहिँ यहाँ टोइलेट गरेर छ। टोइलेट बाँदरको हामी क्रमशः अगाडि बढिरहेका छौँ। अब हामी चाहिँ यो पाखा पखेरा छिचलेर खोलामा आइपुगेको छ। अब हामी यस्तो खोलाहरू चाहिँ फेरि त्यत्तिकै हामीले यस्तो खोला तर्नको लागि चाहिँ यो खोला तर्नको लागि चाहिँ हामीलाई पुलको पनि आवश्यकता पर्दैन, नाउ पनि पर्दैन, पानी जहाजहरू केही पनि पर्दैन है। खोइ अब पानी जहाज त ल्याउँदै भन्नुहुन्छ हाम्रो केपी बाले। यतै लिएर कुदाउनुहुन्छ कि ल अरे यो बुढीलाई ओर्लिएर साह्रो परेको। यस्तै हो भने क्या ट्याक 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 ट्याक। ल देख्न सक्नुहुन्छ है हामी चाहिँ खोला तपाईँहरूकोतिरको खोला तर्दाखेरि चाहिँ जुत्ता पनि फुकाउनु पर्छ होला। सुरुवालहरू पनि तानेर अलिक माथिसम्म पुर्याउनु पर्छ होला। तर हाम्रोतिरको खोला तर्दाखेरि चाहिँ जुत्ता चप्पल अनिवार्य लाउनु पर्ने हुन्छ। नभए फेरि सिसाका टुक्रा टुक्रीले खुट्टालाई चिरिप झ्याम बनाइदिने बेर लाग्दैन। त्यही भएकोले हामी चाहिँ जुत्ता सुत्ता लाएरै तर्दैछौँ। मेरो छोरीको चाहिँ फेरि यो के चप्पल अरे फ्रक्स चप्पल अरे ए परक चप्पलको खासियत चाहिँ के हो मलाई थाहा छैन। यसले कुद्न पनि यस्तो हुन्छ नि। यसले चाहिँ कुद्न पनि यस्तो हुन्छ अरे। अब यस्तो भने चाहिँ कस्तो हो मलाई थाहा छैन। ल बाई बाई।